अस्ति पनि मेरो अन्डरवेयर लगाएर डेटिङ गएको थियो यो। मैले जानी जानी लाएको हो तेरो अन्डरवेयर। तँलाई कसले मेरो जस्तै अन्डरवेयर किन्नु भनेको थियो? के रे फेरि भन् त? मैले 2010 मा किनेको अन्डरवेयर हो यो। त भन्दा 2 वर्षले मात्र कान्छ हो मेरो अन्डरवेयर। भनेपछि मेरो अन्डरवेयर पनि यसले नै लाएको हुनुपर्छ। हो मैले नै लाएको छु तेरो अन्डरवेयर। हेर्छस्? देखाइदियो कट्टु खोलेर। ऐसा मत करो मेरी जान। भयो नदेखा। हेरिसकेको चिज कति हेर्नु? के हेरिसौ त्यस्तो? तैले जे सोचिस् त्यही। ल अब यसो गरौँ न त। तैले यसको अन्डरवेयर लाइहालेछस्, अब तेरो अन्डरवेयर दे न त यसलाई। अबे साले। हो यार हो, सही भनिस् तैले। ओइ तेरो एउटा अन्डरवेयर दे मलाई, तर त्यो भिसेप वाला नदे है, अर्को वाला दे। भिसेप वालाले लास्टै पास्छ यार। इस दिन्छु। मेरो अन्डरवेयर किन दिनु तँलाई? अनि तैले मेरो लाको होइन त? तैले देखेको थिस लाको? एक हप्तादेखि आफ्नो अन्डरवेयर त लाएको छैन मैले। झन् तेरो लाई बस्छु। खतरनाक लोग हैं। अनि कहाँ गयो त त्यो अन्डरवेयर? ए छोड्देन त्यस्तो गनाउने अन्डरवेयर। नयाँ किने भइहाल्यो नि। कसरी छोड्नु? मेरो बर्थडे गिफ्ट हो त्यो अन्डरवेयर। बर्थडे गिफ्ट? कुन चाहिँ बौला रहेछ हौ बर्थडेमा पनि अन्डरवेयर गिफ्ट दिने? अरू को हुन्छ र? यसकै मायालु त होला नि। बोइज अझै सुतेको छैन तिमीहरू? सुत्न छोडेर के गर्दै बसेको? केही होइन सर, हामी त भोलिको इक्जामलाई तयारी गरिरहेको थियौँ। हो र? अनि खोइ त तिमीहरूको बुक त भर्खर राखेको सर, भर्खर। तपाईँ आउनुभन्दा 1 सेकेन्ड अगाडि मात्र राखेको हामीले। साँच्चै हो? ढाँटेको त होइन नि? होइन नि सर, कहाँ ढाँट्नु हौ?